हाम्रो राइडिङको चाहिँ मेन मोटिभ भनेको के हो चाहिँ हामी सेफली आफ्नो डेस्टिनेसनमा चाहिँ पुग्नुपर्छ होइन। जति नै हामीले एग्रेसिभ चलायो भने, जति नै हार्ड पुस गरे पनि मेसिनलाई, इन द ब्याक अफ द माइन्ड हाम्रो के हुनुपर्छ, वी सुड रिच होम सेफ एन्ड प्रोपरली भनेको। जाजरकोट जाँदा यता, रुकुम चौरचरी जाँदा माथिबाट 187 किलोमिटर थियो। मैले गुगल म्याप हेर्दा चाहिँ त्यसको लागि प्रिपेयर गरेर मैले चाहिँ 10 लिटर जति फ्युल हालेको। पहिलेबाट 2.5 लिटर रहेछ, अहिले चाहिँ पेट्रोल एकदमै फुल भयो। अब चाहिँ हामी यो एयरपोर्ट चोक छ अगाडि, एयरपोर्ट चोकबाट चाहिँ हाम्रो ट्रिप कति किलोमिटरको हुन्छ त्यो चाहिँ चेक गरेर म ट्रिपलाई 0मा सेट गर्छु। पहिला ट्रिप पनि एडजस्ट भइसकेको छ। 0 एयरपोर्ट चोकबाट 0मा सुरु गरेछु। रुकुम पुग्ने बेलासम्म कति किलोमिटर रहेछ हामी चेक गर्नेछौँ। हामीले चाहिँ यो रोडमा चलाउने बेला के कुरा बुझ्नुपर्छ भने राइट लेन इज फर फास्टर भेहिकल होइन। राइट लेनमा चाहिँ जो फास्ट छ त्यसले चाहिँ राइट लेन चलाउने, लेफ्ट चाहिँ अलि स्लो चलाउने र त्यही साइडमा जानु पऱ्यो भने बल्ल हामी चाहिँ लेफ्ट लेनमा चलाउँछौँ, स्लो चलाउँछौँ होइन। राइटमा चाहिँ फास्ट भेहिकल ओभरटेक गर्ने गाडीहरूलाई चाहिँ राइटतिर छोडिदिनुपर्छ क्या। रुकुम जाने बेला यहाँ चाहिँ अब हामी यो धुलाइबिट आइपुग्यो। धुलाइबिटबाट उता चाहिँ हाम्रो चाहिँ सुब्बाकुनातिर जाने हो। यहाँबाट भित्र अफरोड छ थोरै, त्यता लेक बेसी हुँदै जान्छौँ हामी चाहिँ रुकुम। यहाँबाट चाहिँ भित्र छिर्नुपर्ने हुन्छ। पारी देखिएको गाउँ कस्तो राम्रो देखिएको यार उता। ट्याक्क त्यो हाइटमा चाहिँ त्यो हरियालीले गर्दा ट्याक्क घरहरू साइडमा छ होइन, चित्रमा जस्तो एकदम राम्रो कडक देखिएको छ भ्यू चाहिँ। उहाँ बाहिरबाट आउनुभयो, अब के गर्ने त। 15 मिनटपछि गङ्गटे खोला पुल। वाह, दुई गेर झ्याप्प सिउट भएको थियो, झ्याप्प झड्काले पावर पछाडि छोड्यो यार फुल। गङ्गटे खोला पुल आइसकेको केही समयपछि ट्याक्क हामी यो ठाउँमा आउँछौँ। यो ठाउँको नाउँ चाहिँ गङ्गटे बजार नै रहेछ। यहाँबाट चाहिँ हामी राइट साइडमा गयौँ भने दशरथपुर मेहेलकुना हुँदै दाङ काठमाडौँ हुने बाटोमा जोडिन्छ। रोल्पा जानको लागि पनि हामी यतैबाट जानुपर्ने हुन्छ। अर्को खोला खोला छ होइन। वाह, हाम्रो राइडिङको चाहिँ मेन मोटिभ भनेको के हो चाहिँ हामी सेफली आफ्नो डेस्टिनेसनमा चाहिँ पुग्नुपर्छ होइन। जति नै हामीले एग्रेसिभ चलायो भने, जति नै हार्ड पुस गरे पनि मेसिनलाई, इन द ब्याक अफ द माइन्ड हाम्रो के हुनुपर्छ, वी सुड रिच होम सेफ एन्ड प्रोपरली भनेको। हामीले अरूलाई हानि पनि पुगाउनु हुँदैन, आफू पनि आफ्नो डेस्टिनेसनमा आफ्नो घर चाहिँ सेफ पुग्ने भनेको मेन मोटिभ हुन्छ। चलाउँछौँ हामी हार्ड चलाउँछौँ होइन, पुस गर्छौँ आफ्नो स्किल अनुसार चाहिँ चलाउने के। अब रोड चाहिँ आफ्नो स्किललाई प्रुभ गर्ने ठाउँ चाहिँ यो रोड हुन सक्दैन होइन। त्यो चाहिँ ट्र्याक हुन्छ, ट्र्याक। यसमा चाहिँ आफू आफ्नो डेस्टिनेसनमा पुग्नको लागि त्यसरी चलाउनु पर्छ। भाइहरूले कस्तो मजाले हेरिरहेको क्या होइन। सानोमा आफूले पनि हेरिन्थ्यो होइन, चलाउन नजान्ने बेला मजाले डोराएर चलाउँथेँ मैले चाहिँ। बाइकलाई अगाडि जाने बेला चाहिँ स्टार्ट गरेर लग्ने, क्लच बिस्तारै छोडेर पछाडि चाहिँ फेरि ब्याक गरेर ल्याउने, फेरि डोराएर मजाले। कति मजा आउँथ्यो सानोमा पनि। साइकलमा खुट्टा नपुग्ने बेला ठुलो साइकल पनि डोराएर चलाउन मजा आउने, बाइक पनि डोराउन मजा आउने। इट्स अल अबाउट वाट युर हार्ट एन्ड माइन्ड सेभ। प्यासन भनेको हार्ट र माइन्ड बोथ के। तपाईँले जहाँ चाहिँ माइन्ड मात्र लगाउनु भयो त्यो पनि हुँदैन, जहाँ हार्ट मात्र लगाउनु भयो त्यो पनि हुँदैन। जब हार्ट र माइन्डको कम्बिनेसन हुन्छ त्यो काममा चाहिँ तपाईँले लास्ट टाइम मजा आउँछ त्यो काम गर्न। नोबडी क्यान बिट यु। धान पनि पसिसकेको रहेछ यार। धान पनि अब दसैँतिर त काट्ने हुन्थ्यो पहिला। एक महिना पनि छैन त। त्यो चाहिँ प्रहरी चौकी रहेछ, रोक्नु होला। बाइक पनि बाघ जसरी चल्यो कि अरू सबै ठाउँमा ट्राफिक कार्यालय देख्यो भने चाहिँ बिरालो असरी म्याउ मात्रै गर्छ। भोटेचुली जाने चाहिँ यो चोकबाट माथि रहेछ, ट्याक्कै लेखेको छ प्रहरी चौकी मेहेलकुना। यहाँबाट माथि चाहिँ भोटेचुली सुर्खेतको चाहिँ सबैभन्दा हाइटमा रहेको डाँडा
तल चाहिँ यहाँबाट हामी जहरे जान सक्छौँ। जहरे मेलकुना जहरे भेडाबारीको चाहिँ पुल यो भेरी नदीको। अब यहाँबाट सिधै हामी यो जाजरकोट जाने सुर्खेत जाजरकोट रोड छ नि त्यहाँ जोडिन्छौँ यहाँबाट माथि गएर। भेरी नदी पुरै बर्खा लाएर यस्तो एकदमै हिलो भएको छ। बोटेश्वर आउनको लागि सुर्खेत छिन्चु मेलकुना रोडभन्दा त यो माथिको लेकबेसीबाटको बाटो मध्य पहाडी नै मदन राजमार्ग चाहिँ धेरै छिटो रहेछ। बाटो चाहिँ यस्तै रहेछ यार। यता चाहिँ दाङ जाने रोड भयो, यता चाहिँ हाम्रो अब सल्यानतिर जाजरकोट खलङ्गा जाने रोड हो। हामी चाहिँ रुकुम जानको लागि यताबाट जानुपर्ने हुन्छ। के आफ्नो बाइक साइकको केही चेक गराउनु छ भने यतातिर ग्यारेजहरू छ, यतातिर चेक गराएर हजुरहरू यहाँबाट अगाडि बढ्दा हुन्छ। पेट्रोल पम्प चाहिँ थोरै अगाडि गयो त्यो खोलाभन्दा उतापट्टि। यो चाहिँ सल्ली बजार हो, यहाँ त थोरै बजार छ। यहाँ चाहिँ दुईतिर जाने बाटो छ, एउटा चाहिँ जाजरकोट जाने बाटो छ। हामी माथि रुकुम चौरजारी जाने, जाजरकोट जाँदा यता रुकुम चौरजारी जाँदा माथिबाट।